आज मङ्सिरको महिनाको आज ट्याक्कै पारेर चाहिँ 6 गते तपाईँलाई आलु चाहिँ लाइनबद्ध लाइन रोपेको आलु चाहिँ यस्तो तरिकाले टक्क पारेर लाइनबद्ध लाइन भइरहेछ। एकदम स्पेसल भइरहेछ हुनु चाहिँ हैन। यतिको राम्रो आलु चाहिँ उम्रेको छ। उम्रिनु चाहिँ अहिले मैले स्प्रिङ्कल लगाइरहेको छु। तल्लोपट्टि येल्लो स्टिक पनि सबै राखेको छु हैन। राम्रै छ। एउटा ठाउँ अहिले चाहिँ पानी सिँचाइको पानी व्यवस्थापन गरेको छु है। पेम्बा शेर्पाले तपाईँको आलु चाहिँ अस्ति भर्खरै तपाईँको यो कार्तिकको 1 गते रोपेको 1-2 गते रोपेको आलु हो। 2-3 गते रोपेको आलु चाहिँ अहिले उम्रेर यतिको भएको छ है। तपाईँ हाम्रो पनि आलु रोप्दा चाहिँ हुने रहेछ। तपाईँको यसरी लाइनमा रोप्दा चाहिँ लाइनबद्ध लाइन रोप्दा चाहिँ अलिक राम्रो हुन्छ रहेछ कि जस्तो लाग्यो मलाई पनि। मेरो अनुभव चाहिँ अब तपाईँलाई कस्तो लाग्छ है। पेम्बा शेर्पाको यस्तै छ है हजुर। ल यसरी भएको छ। मजाले पानी स्प्रिङ्कल घुमाइरहेको छु है अहिले भर्खरमा।